होइन हिन्दूलाई धर्म भनेको तपाईँले हिंसक के हो त्यो हिंसक हिन्दू हिंसक हो हिंसक हो काटमार गर्ने जुझ्ने लड्ने ठाउँ के अरे जिमखाना खोल्ने नै हिंसक हो तिमीहरू जम्मै हिन्दू के अरे हिंसक हो ए हिन्दू भनेको हिंसक हो त्यसो भए तिमीहरू काटमारमा रमाउँछौ तपाईँ चाहिँ को त फेरि तपाईँ हिन्दू होइन म वैदिक सनातन म योग ऋषिमुनिको सन्तान अनि हिन्दू होइन म तपाईँ हिन्दू होइन हिन्दू भने चाहिँ के हो त हिन्दू भनेको सम्प्रदाय हो जाति हो हिंसक हो हिंसक हो हिंसक हो हिंसा मात्रै गर्छ यसले हिन्दू भन्ने साथै हिंसक त्यो गनौनीको कुरै नगर्नुहोस् न भने होइन हिन्द तपाईँ धर्मको विरोध गर्ने तट कसले भन्यो धर्म भने हिन्दूको तपाईँले किन विरोध गर्नु किन हिन्दू भनेको के हो धर्म हो हिन्दू भनेको तर हामी लेख्दाखेरि त धर्म लेख्छौँ नि त धर्म लेख्छौँ कुन धर्म मान्छौँ भन्दा हिन्दू भन्छौँ नि त हामीले भन्दाखेरि सम्प्रदाय हो मेरो भाषाले सम्प्रदाय हो अब तपाईँ भाषाले धर्म हो भने मसँग डिबेट नगर्नुहोस् धर्म भन्ने कुरो प्रमाण गरेर देखाउनुहोस् हिन्दू तपाईँले हनुमान चालिसा पढाएको छ छैन भने तपाईँलाई हिन्दू हो धर्म भन्ने कुरो कसले सिकायो हो भरमा हा भरमा धर्म भन्ने तपाईँले पढ्नुहोस् यति धर्मशास्त्र किताबमा हेर्नुहोस् पहिला हिन्दू भन्ने शब्द लेखेको छैन अनि बोल्नुहोस् तपाईँ टुप्पीको रौँ कपालमा 10 लाख रौँ भयो भन्दा मेरो कन्जेडो रौँ टुप्पी भन्न पत्याउँछ कसैले वाइल्ड कुरा गर्छ त्यसमा यो के हो त यो बौद्धिस्ट बुद्ध धर्म चाहिँ के हो त त्यसो सम्प्रदाय हो अनि यो क्रिस्चियन चाहिँ सम्प्रदाय हो इस्लाम चाहिँ सम्प्रदाय हो अनि धर्म भने चाहिँ के हो धर्म भनेको वैदिक हो जसले यो जगत र पृथ्वी बनायो त्यसलाई धर्म भनिन्छ तपाईँले बनाएको धर्म मुसलमानले बनायो पृथ्वी भन्नु क्रिस्चियनले बनाएको तपाईँहरूले बनायो त तपाईँले त आफूले वैदिक गुरु भन्नुहुन्छ आफूले वैदिक ए बाबा वैदिक धर्मले बनायो त्यो धर्मले बनाएको ठाउँमा हामीले बसेको छौँ हामी तर तपाईँहरूको पहिरो यसो हेर्दाखेरि त हिन्दू धर्म जस्तै छ नि त या हिन्दू भनेर कहाँले लेखा देख्नुभयो तर कमसेकम हिन्दू हो तपाईँले त तपाईँ शिवको गुरु हिन्दू हो नामको ट्याग नराख मुख समाला पत्रकार